हेलो हेलो गाइज, नमस्ते नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला होइन। आज हामी चाहिँ घुम्न जाँदै थियौँ। कहाँ भनेपछि चाहिँ अहिले नभन्ने ल, अहिले पछि गएर चाहिँ भन्छु म। अनि हामीले माइजू चाहिँ टुई 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 झोला बोकेर टुई 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 हिँडिरहनु भएको छ। अनि यो चाहिँ हाम्रो ग्रुप चाहिँ होइन 4जना मात्रै हिँडेका थियौँ घरबाट। अनि त्यहाँ गएर चाहिँ दादा सन्तोष दादा सिरुसँग भेट भयो। अनि म चाहिँ नक्कल पार्दै बस हिँडिरहेको छु, नक्कल पारिरहेको छु। अनि यो चाहिँ रोबिन हेर नाक खुम्चाएर। अनि माइली चाहिँ झोला बोकेर मेरो त झोला मात्रै आउँछ भन्दै हुनुहुन्थ्यो। अनि ऊ चाहिँ कालु भयो। अनि हामी जाँदै 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 गर्दाखेरि चाहिँ यो पुल तर्यौँ होइन। अनि त्यसपछि चाहिँ उनीहरू आएकै थिएनन् कि। अनि उनीहरूलाई कुर्नलाई हामी त्यहाँ बसेको थियौँ। अनि ऊ दर्शना पनि आउँदैछन्, हेलो भन्दै आउँदैछन् है। ती हेलो पोज दिँदै आइरहेछन् दर्शना पनि। अनि त्यसपछि शिवानी चाहिँ जति बेला नाचे कि। अनि सम्भव अनि फेरि मम्मी र माइजू आउनुभएको थिएन। अनि फेरि उहाँलाई भेट्न चाहिँ हामी फेरि हिँड्दै हिँड्दै गइपुग्यौँ होइन। अनि त्यसपछि हामी चाहिँ गएको चाहिँ यहाँनिर हो। अहिले चाहिँ नयाँ पार्क आएको रहेछ। अनि त्यहाँनिर चाहिँ आज शनिबार भएर पनि होला एकदम धेरै भिड थियो। अनि त्यसपछि चाहिँ दादा चाहिँ टिकट काट्न जानुभयो। त्यसपछि टिकट लिएर आइसक्नुभयो। अनि त्यसपछि हामी भित्र पस्यौँ। भित्र जाँदाखेरि चाहिँ होइन त्यहाँनिर चाहिँ एउटा रमाइलो कुरो देख्यौँ कि। त्यहाँनिर चाहिँ लेखेको थियो नो हग नो डेट्स भनेर पनि लेखेको थियो। अब त्यहाँ जाने भए चाहिँ नो हग नो डेट्स। कोही पनि त्यस्तो गर्नु पाउँदैन अरे। उसलाई फेरि जति बेला नाच्नु थियो त्यो आफ्नो फ्रक चाहिँ देखाइरहनु पर्ने थियो कि उसलाई। अनि नाचिरहेको